पुरै प्याट 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 दिनु क्या भिनाजु त्यहाँ चाहिँ तिमीले औँला हाल है। त्यो त भन्नै पर्दैन भिनाजु तपाईँहरू गर्नु न तपाईँहरू स्टार्ट गर्नु न मर्छ होला है तिमी त त्यस्तो हेऱ्यो भने त है। ए भिनाजु कस्तो स्ट्रङ भएर बस्यो एकचोटि गरी त हेर्नु जानु क्या ल मोबाइललाई यता राख्नु होइन दिदी अनि ब्ल्याङ्केट छोप्नु अनि पुरै यस्तो आवाज निकाल्नु कि पुरै मेरो गाइजहरू लासिक होस् क्या के बाँकी हो गर्नु न गर्नु त्यति गर्नु त ल दिदी भिडियो कलमा गरौँला। के बाँकी भिडियो कलमा ऊ त्यहाँ सोफामा मैले राख्छु क्यामेरा होइन, अनि हामी दिदी र भिनाजु यहाँ प्याट प्याट पड्काउँछौ, तिमी उताबाट तिमी औँला घुसार्दै बस ल। भिनाजु मलाई वाला घुसार्नै पर्दैन नि त्यस्तै चाहियो भने त मैले एक कल घुमायो भने त यहाँ यो 100 वटा केटा लाइन लाग्छ होला किनभने त्यस्तो यहाँ सुन्नु किनभने म काठमाडौँमै छु नि त अनि आधी जस्तो केटाहरू काठमाडौँमै छ यहाँ हेर्ने त कम्तीमा नि 100मा नि 99% जति त काठमाडौँमै हुनसक्छ क्या अनि काठमाडौँको मान्छे यहाँ पुरानो गुजेश्वरी आउनलाई धेरै टाइम लाग्दैन अनि फेरि यस्तो भनेपछि त केटाहरू जति टाढो भयो नि कुद्छन् क्या फेरि ट्याक्सी भाडा नभए पनि दौडेर आउँछन् है। अनि यदि ट्याक्सी भाडा भएन पठाउ भाडा भएन भने नि ओइ दिन यार माल भेट्न जानु पर्यो लासिक भएको छ भने नि साथीलाई मागेर भए पनि घरमा एक्सिडेन्ट भएको छ हस्पिटलमा छु म भनेर भए पनि जसरी भए नि पैसा मागेर आउँछन् क्या केटाहरू कुद्दी कुद्दी आउँछन् फेरि मर्यो हो यसको कुराले तपाईँ त कहिले चाहिँ नमरा हो र तपाईँ त जहिले मरिरा हो भिनाजु हो कि नै भनिदिनु त केटाहरू त नि यो पाउनको लागि त जति टाढो भयो नि कुद्छन् क्या बुढीलाई त डिभोर्स दिन्छन् हेर त त्यो चाहिँ हो चप्पलै नलाएर नि दौडिन्छन्। ल एकचोटि साङ्गाले सपेटा सपेटा ल हेर्नु न भिनाजु यहाँमा भिनाजु त लासिक भयो कि क्या हो दिदीलाई दिनु भिनाजु दिनु त्यही कुनाबाट दिनु अघि आँसु झरेछ भनेर बुझ न मिलाएर ए मिङ्स भा सिधै भन्थे म त डाइरेक्ट भनिदिन्छु हो कसम भिनाजु म त डाइरेक्ट भनिदिन्छु एकचोटि उठ त तेरो तिक्रा हेर्न पर्यो मैले अब किन तपाईँले नि झार्ने हो र डबल च्याप गाइड ए गेमै सकियो यो साल नानीलाई गेम सकिसक्यो एक गेम खेलौँ न त यसको कुराले त अनि थाहै पाउँदिन रहेछु क्या यो गेम लागे है छैन मैले थाहै छैन गिफ्ट सिफ्ट पनि हान न हौ केटाहरू तिमीहरूलाई यत्रो हेर्न पाउँछ कङ्ग्रेचुलेसन तपाईँको होइन 3000 भनेपछि 3200 वा भ्युज कङ्ग्रेचुलेसन तपाईँलाई मेरो दिदी भिनाजुलाई कङ्ग्रेचुलेसन हो भिनाजु कहाँ लुकेको क्या दिदी फलो गरेर राखेछन् केटाहरूले भोलि तँलाई हेर्नलाई 3000 जनाले यहाँ तँलाई के थाहा त्यो तल थाहा छ भोलि हेरौँला नि त होइन गाई सबजनाले मलाई फलो गरिराख्नु यो दिदीसँग म जोइन भएर जहिले बोल्ने होइन त दिदी जहिले टिकटक उचालिदिने हो क्या अब दिदी बहिनी मिलेर यस्तो भिनाजुलाई नि बिच ल्याउनुपर्छ नत्र मजा आउँदैन के भेनाले त देखाइदिए रे के एकचोटि देखाइदे न भिनाजु भन न के हो तपाईँ चाहिँ यस्तो काम सुरु गर्नु क्या नत्र लास्टै अप्ठ्यारो भएको भए खाली कुनातिर मात्रै बस्यो भेनाले काम सुरु गर्यो भने माकसम साली नानी र्याल फ्याल हुन्छ। भिराजु तपाईँको नि यस्तो छ कि मेरो पनि लाइनको लाइन चिन्ता नगर्नु म नि ल्याएर छिराउँला नि रुमभित्र त्यो त मजा आउँदैन साली नानी त्यो त त्यो जाब जसको पाए त्यसको छिराको नि के मजा आउनु है केटी भने आफ्नो छिराउनु पाए अब है आफ्नाको भने आफ्नाकै हुने क्या तिमीलाई त त्यही फिलिङ्स अर्कै हुने फिलिङ्स
तिमीलाई त यस्तो भयो होला यो भेनालाई भर्खर पाए कस्तो गर्थ्यो होला भन्ने भयो होला ओ यहाँ मान्छेले भनिरहेछन् आफ्नो दिदी हो कि पर्ने दिदी रे लु भनिदे त्यो पनि अब यहाँ सबैलाई